यहाँ चाहिँ मेरो छोरी डोको बोक्नुको लागि रेडी भइरहेको छ। उसको डोको चाहिँ यहाँ चाहिँ मेरो त्यहाँ छ। नबोक भन्दा पनि मान्दैन। यहाँ न सोफिया उठ त। कति बोक्नु सक्छ सोफियाले चाहिँ? अलिकति अलिकति है। यता देख न त। यहाँ हेर्नुहोस् फुलहरू यस्तो भएको छ। यस्तो भएको छ। हेर्नुहोस् बाख्रा हेर्नुहोस् पिपरे हाम्रो प्राइभेट कुनै सोफियाले चाहिँ बोक्नु सक्छ कि सक्दैन? भयो काँचो मोल्छ। आउ त हेरौँ त। एकछिन त सोफिम र म बोकाउँदैछु यहाँनिर। आऊ सोफिम टाउकोमा लगा। सक्ने रहेछ। यता हेर काँचो मल मेरो छोरीले यति बोकेकै हो। यता हेर लु जाऊ गरौँ बाई क्यारेक घटाइदिनु। म नि यो अगाडिको चाहिँ मेरो सोफिमले मल बोकेर हिँडिराखेको छ। नबोक्नु भनेको मान्दैन। काँचो मल हेर्नु न यति भए पनि बोकिरहेको छ। यो चाहिँ उसको डोको घाँस त बोक्थ्यो केले अलिअलि भयो। सोफिम यता हेर्दैन यसरी। सोफिम छिराउनु खेलिपछि पनि गल्छ पनि। आऊ यो चाहिँ मेरो छोरी बारी जाँदैछ। मेरो सोफिम र म चाहिँ मल बोकेर यहाँ पर चाहिँ मेरो छोरी आउँदैछ। हेर्नु चाहिँ आमाको सिधा मुनि राख्नु ल। यहाँ आमाले राखेको मुनि सिधै। यता यता उयो त कसरी गोप्टाउनु पर्छ डोको? सोफिमले डोको बोकेको हेर्नुहोस् है। लगाएर मजा आयो। यो सोफिम चाहिँ मसँग नबस्ने अरे। हेर्नुहोस् है यहाँनिर उसकै आप्पासँगै जान्छु भन्दैछु। बाई सोफिया।